नमस्ते सबैलाई। म चाहिँ ढाका टोपी लगाएर रेडी पनि भइसक्यो र हाम्रो नानी पनि यहाँ रेडी भइसक्यो, बुढी पनि रेडी भइसक्यो र बाइक पनि टलक्क टल्क्यो। र अब हामी चाहिँ कहाँ हिँडेको भन्दाखेरि चाहिँ नि हामी चाहिँ गएको फुलपाती शुभ यात्रा हो र हाम्रो नानीले पनि टाटा भन्दैछ हो। र यो चाहिँ हाम्रो गाउँको नजारा हेर्न सक्नुहुन्छ। हाम्रो गाउँ चाहिँ कुछ यस्तो छ र हामी चाहिँ बल्ल बल्ल पुग्यो। हामी जहाँ चाहिँ प्रोग्राम थियो, जहाँबाट यात्रा सुरु हुन्थ्यो फुलपातीको, र यहाँ चाहिँ लिङ्गेपिङ बनाएको रहेछ, यहाँनिर खेलिरहेछ हो। र यतापट्टि चाहिँ यो प्रोग्रामहरू गर्नु लागि स्टेज बनाएको रहेछ र त्यतैपट्टि हामी जाँदै हो, बुढी नानी म हो। र त्यहाँनिर गएर यसो हेरेको, त्यहाँनिर मान्छेहरू ड्याम्मै बसिरहेको रहेछ हो। र यतापट्टि पनि छायामा पनि धेरै मान्छेहरू बसिरहेको रहेछ यात्रामा जोडिनु लागि होइन। र प्रोग्राम चाहिँ यत्रो ठुलो थियो होइन। र यहाँनिर चाहिँ धेरै प्रकारको खानेकुरोहरू थियो हो, धेरै प्रकारको सामानहरू पनि थियो, तपाईँहरूले किन्नु पनि सक्थ्यो, लुगाहरू थियो हो। र हेर्नु सक्नुहुन्छ तपाईँहरूले। नानीलाई चाहिँ यहाँनिर फेरि खेलाउने मन परेछ हो बेलुनको। र म चाहिँ उसलाई कन्फ्युज गर्न लागि घरि यो घरि त्यो देखाउँदै थिएँ होइन। र उसले चाहिँ फर्स्टमा जुन चाहिँ रोजे थियो नि त्यही नै पक्रे, तर पनि क्या छोडेन, त्यही नै पक्रे। यो येल्लो कलरको घोडा पक्रेको थिएन अगाडि पनि, र अहिले पनि त्यही पक्रेँ क्या। मैले त्यत्रो देखाएँ तर पनि उसले त्यसलाई नै पक्रेँ क्या। उसलाई चाहिँ त्यही मन परेको होइन। र हेर्नु सक्नुहुन्छ ऊ चाहिँ कति खुसी भयो त्यो पाएर हो। र उसले चाहिँ त्यसलाई चाहिँ कस्तो मजाले अङ्गालो माऱ्यो, हेर्नुहोस् है, मजाले अङ्गालो माऱ्यो होइन। र अङ्गालो माऱ्यो, त्यहाँबाट उसलाई भयो त्यो भएर होइन। र उसलाई चाहिँ धेरै गरम भयो भनेर चाहिँ उसलाई हामीले फेरि घर पुऱ्याएर फेरि हामी फर्क्यौँ होइन। र हामी चाहिँ घर गएर फेरि फर्किँदाखेरि चाहिँ फुलपाती यात्रा सुरु पनि भइसकेको रहेछ हो। हामी चाहिँ लास्टमा परेछ होइन। र यो गाडीमा चाहिँ हेर्नुहोस् त कति मजाले बाँसको घर बनाएको, खरको छाना हो। र सबैजना यहाँनिर चौबन्दी चोलीमा आएको है, कति मजाको देखेको, कति राम्रो देखेको। र यहाँ चाहिँ होलो ओखली रहेछ गाडीमा हो। र सबैजना बाटोमा यसरी नाच्दै गाउँदै हो, रमाइलो गर्दै आजको फुलपाती यात्रामा सबैजना जोडियो यसरी। यस्तो गरम हो, यस्तो गरम, कस्तो चर्को घाम हो, तर पनि सबैजना यति धेरै मान्छे, आज यति धेरै मान्छे हेर्न सक्नुहुन्छ। कति मजाले सजाएको है यो गाडीलाई, मान्छेहरू कति मजाले सजिएको। र यति धेरै मान्छे बाटोमा रमाइलो गर्दै कस्तो रमाइलो लाग्यो क्या आज। अब म फेरि धेरै दिन बादमा चाहिँ फुलपाती यात्रामा यसरी जोडिएको नि त होइन। अस्तिको पालि पनि म जोडिएको थिएन र यो पालि जोडिएको। र यहाँ हेर्न सक्नुहुन्छ कति लामो सिरुपाते खुकुरी, 3-4जना भएर चाहिँ त्यो सिरुपाते खुकुरीलाई चाहिँ पक्रिरहेको थियो, हेर्न सक्नुहुन्छ। र यहाँनिर चाहिँ धेरै प्रकारको इन्स्ट्रुमेन्टहरू बजाउँदै थियो हो। र त्यो इन्स्ट्रुमेन्टहरूको नाम चाहिँ मलाई थाहा छैन हो। र इन्स्ट्रुमेन्ट बजाउँदै मजाले यहाँनिर नाच्दै गाउँदै रमाइलो गर्दै हो। र आजको फुलपाती शुभ यात्रामा चाहिँ जग्गा जग्गाको मान्छेहरू जोडिएको थियो, माक्रापाडा, दुम्सीपाडा, लङ्कापाडा, हन्टापाडा, रामझोडा, दलमोहर हो, सबै जग्गाको मान्छेहरू जोडेर चाहिँ आजको फुलपाती यात्रा गरिएको थियो, हेर्न सक्नुहुन्छ यति धेरै मान्छे आज। र फुलपाती यात्रा सकेर चाहिँ हामी फेरि ब्याक टु नेपाली हाई स्कुल भयो हो। र त्यहाँनिर गएर चाहिँ सबैजना मान्छेहरू चाहिँ शीतल खोजेर बस्नु थाल्यो, किनकि यति चर्को घाम लागिरहेको थियो, प्लस यस्तो डेन्जर गरम। र यहाँ मिसेसले चाहिँ लिङ्गेपिङलाई हेरिरहेको थियो, उसलाई पनि खेल्नु मन लाग्यो होला भनेर मैले सोधेँ होइन। खेल्ने भनेको त यत्रो धेरै लामो लाइन छ हो, कहिले हुने, बरुभन्दा जुम घर, कस्तो डेडली घाम पनि लागिरहेछ भन्थ्यो। त्यहाँबाट चाहिँ गोर्खे सलाम हानेर चाहिँ हामी आफ्नो घरपट्टि लाग्यो। र तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् होला। भिडियो राम्रो लागेमा आफ्नो साथीभाइहरूसँग सेयर गर्नुहोस् होला। र त्यति भन्दै आजको लागि यति नै हो।